जुन खेम्बु भनेको चाहिँ एउटा खेम्बु हुनुको एउटा पहिचान अथवा चिन्ह हुनुपर्ने भएकोले आज यो मैले पण्डितको जुन एउटा टोपी चाहिँ वितरण गर्न गइरहेको छु। आजको यो जुन दीक्षान्तले अथवा यो दीक्षितले यो खेम्बुको ढिलोले जन्ममाथि एउटा महत्त्वपूर्ण जिम्मेवारी मैले प्राप्त गरेको मैले ठानेको छु र अब म यो जिम्मेवारीलाई मैले वहन गर्दै अब भविष्यको दिनहरूमा अझै पनि यो बुद्ध दर्शनलाई र बुद्धले देखाउनु भएको जुन उपदेशलाई हाम्रो समाज राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा म आफूले सकेको जति सकेको त्यो बुद्धको दर्शनलाई र बुद्धलाई चिनाउने को निमित्त मैले आफ्नो जीवनलाई समर्पित गर्ने मैले त्यो आशा गरेको छु। कर्म निशिलिङ गुम्बाका संस्थापक श्रद्धेय गुरु छोजे लामा उच्चे जुगो बहुल्यबाट श्री सर्वजित गुम्बा तामाङज्यूलाई खेम्बुको उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसको लागि सबैजनाले एकचोटि ताली बजाइदिनु हुन आग्रह गर्न चाहन्छु। जुन धर्मशास्त्रहरू अथवा जुन धर्मको विषयमा धेरै पुस्तकहरू भए तापनि हाम्रो जुन मेन सो सम्प्रदायको जुन भगवत्थगिन भगवत विषयको जुन भगवत्थगिन भन्ने पुस्तक चाहिँ जुन सबै कुरा समेटिएको भएको कारणले गर्दाखेरि हामी यो नै वितरण गर्न गइरहेको छु। त्यसद्वारा नै हामी जुन उहाँले जगत कल्याण अथवा प्राणी हित गर्नको लागि गर्नु अनुरोध गर्न चाहन्छु।
एउटा पहिचान अथवा चिन्ह हुनुपर्ने भएकोले आज यो मैले पण्डितको जुन एउटा टोपी चाहिँ वितरण गर्न गइरहेको छु। धेरै धेरै धन्यवाद श्रद्धेय गुरु जुनेला पुजुरज्यूलाई र सर्वजित ओम्बा तामाङज्यूलाई पनि यहाँलाई मुनि मुनि बधाई छ। उहाँले खिम्बुको बातलाई हासिल गर्नुभएकोमा उहाँको निम्ति फेरि पनि एकचोटि जोरदार ताली बजाइदिनुमा आग्रह गर्न चाहन्छु। Facebook. Serio, ¿por qué? Yes,
यहाँहरूलाई एउटा सूचना भन्नुपर्दाखेरि अहिले यस खाता सवरण कार्यक्रम चाहिँ यहाँ गुरुवर्ग र टिम्बुज्यूहरूबाट मात्रै हो र यसपछि गुरु सर्वजित गुम्बाज्यूले कुसुमको मेडल चढाइसकेपछि मात्र यहाँहरूको टर्न आउनेछ भन्ने सूचना आएको छ। अब भने दोस्रो कार्यक्रम सकिसकेर हामी तेस्रो कार्यक्रमतिर मोड्दैछौँ र यहाँको तेस्रो कार्यक्रम भने अब थिम्पू दर्शनज्यूबाट श्रद्धेय गुरु जुजेराम पुजुरज्यूलाई कुसुमथोकको मेडल अर्पण गर्ने कार्यक्रम छ। त्यसको लागि म थिम्पू दर्शनज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
这个
यो खाजा कार्यक्रम एकछिनपछि गर्ने होला। अगाडि कृतज्ञता कार्यक्रम गरौँ, त्यसपछि मात्र खाजाको कार्यक्रम तारिका अनुसार यस्तो रहेको छ। त्यसैले एकछिन आफ्नै ठाउँमा बसिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। 제림 씨와 구속통된 면전과 풀중에 캠프 나사촌에 까진 재진기 소체나는 अब भने हाम्रो तेस्रो कार्यक्रम सकिसकेपछि हामी चौथो कार्यक्रमतिर अगाडि बढ्दैछौँ र चौथो कार्यक्रम भने श्री सर्वजित गोम्बा तामाङज्यूबाट श्रद्धेय गुरु छुचे लामा पुजुर विषयलाई कृतज्ञता ज्ञापन गर्ने कार्यक्रम रहेको छ। त्यसको लागि म सर्वजित गोम्बाज्यूलाई यहाँ पालि कृतज्ञता ज्ञापन गर्दै हुन हार्दिक अनुरोध गर्छु। यसको सँगसँगै सबैजनाले ताली बजाएर उहाँलाई यहाँ स्वागत गरिदिन हार्दिक अनुरोध गर्छु। Lama sakya lama chi, lama chi ni keres, lama pali ni bicara lama is, senchi mana pali. आज भी 2018 साल में सत्रह गठी इस खेमुच्चे आदर बौद्ध दर्शन संबंधी को विद्या भारती दीक्षांत समारोह कार्यक्रम में पाल्नुभएका आजको यस कार्यक्रमका प्रमुख अतिथि यसै कर्मले श्री बौद्ध विद्यालयका संस्थापक श्रद्धेय धर्मगुरु श्री छुचे लामा पुजुर रिम्पोछेज्यू र तामाङ समुदायकै उच्च श्रेणीय लोसङ्गज्ञ रिम्पोछेज्यू र तामाङ खेल रिम्पोछेज्यू र हाम्रो खेम्बो वागेन्द्र सिलज्यू र नेपाल सरकार बौद्ध दर्शन तथा गुम्बा विकास समितिबाट पाल्नुभएका खेम्बो चिक्टोज्यू र यसै गुम्बाका बजाचार्यज्यू आचार्यज्यू र खेम्बो बदाई गुरुज्यूहरू र विभिन्न गुम्बाबाट पाल्नुभएका प्रमुख लामाज्यूहरू, खेम्बो कल्याण मित्रज्यूहरू, भिक्षु भिक्षुणीज्यूहरू र यस कार्यक्रमलाई सफल पुर्याउनको निमित्त हाम्रो निमन्त्रणलाई स्वीकार गरेर पाल्नुभएका तपाईँ सम्पूर्ण श्रद्धेय सम्पूर्ण गुरुवर्गज्यूहरू र आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई मेरो आफ्नो व्यक्तिगत तर्फबाट र यो कार्यक्रम आयोजकको तर्फबाट सम्पूर्णलाई धेरै धेरै स्वागत तथा नमस्कार जसरी ख्यापन लगाउन चाहन्छु। र आजको दिन विशेष गरेर मेरो एउटा जीवनमा सबैभन्दा महत्त्वपूर्ण दिन रहेको छ। किन भन्दा आजको दिनले मैले जुन मेरो कल्याण मित्र गुरुहरूबाट र विशेष गरेर हाम्रो यसै कर्मलेक्सिनिङ गुम्बाका प्रमुख गुरु छुचे लामा पुजुर रिम्पोछेज्यूको जुन उहाँको पहलीबाट मैले आज एउटा उपाधि मैले प्राप्त गरेको छु। त्यो उपाधि जुन डिग्री मेरो आफ्नो जीवनको लागि त्यो धेरैभन्दा धेरै महत्त्वपूर्ण रहनेछ। र हिजो विगतको दिनमा जसरी मैले भगवान गौतम बुद्ध नेपालमा जन्मिनु भएको भए तापनि तर बुद्ध दर्शनलाई र बुद्धको उपदेशलाई अझै पनि तपाईँ हाम्रो नेपाली समाजमा बुद्ध को हो र बुद्ध दर्शन के हो भन्ने विषयले अझै पनि त्यसलाई प्रश्नाउन र प्रश्न नभएको अवस्थामा हिजोको विगतको दिनमा जसरी मैले आफूले जानेको बुझेको कुराहरूलाई मेरो कल्याण मित्र मेरो खेम्बु गुरुहरूबाट मैले सिकेको कुराहरूबाट मैले आफ्नो समाज र विशेष गरेर मेरो तामाङ समाजलाई मैले जुन दिँदै आइरहेको र अझै पनि त्यसलाई अझ
यो कार्यलाई अझै बृहत रूपमा मैले अगाडि बढाउनको निमित्त आजको यो जुन दीक्षान्तले अथवा यो दीक्षितले यो खेलको टिमले झन् ममाथि एउटा महत्त्वपूर्ण जिम्मेवारी मैले प्राप्त गरेको मैले ठानेको छु र अब म यो जिम्मेवारीलाई मैले वहन गर्दै अब भविष्यको दिनहरूमा अझै पनि यो बुद्ध दर्शनलाई र बुद्धले देखाउनु भएको जुन उपदेशलाई हाम्रो समाज राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा म आफूले सकेको जति सकेको त्यो बुद्धको दर्शनलाई र बुद्धलाई चिनाउने को निमित्त मैले आफ्नो जीवनलाई समर्पित गर्ने मैले त्यो वाचा गरेको छु र त्यति मात्रै नभएर मेरो बाल्यकाल र मेरो जन्म जिल्ला मकवानपुर जिल्लामा एउटा सामान्य तामाङ परिवारमा जन्मेको र मैले जुन बचपन कालदेखि नै जुन सङ्घर्षहरू गर्दै आए र यो अध्ययनको अवस्थामा अध्ययन गर्नको निमित्त मैले धेरै बौद्ध विद्यालयहरूको धेरै मैले चाहे र मैले खोजे तर साँच्चीकै बुद्ध दर्शनलाई बुझ्नको निमित्त साँच्चीकै बुद्धको सन्देशलाई बुझ्नको निमित्त हामीले बुद्धको सन्देशलाई साँच्चीकै एउटा एकाडेमिक लेभलमा हामीले त्यसलाई प्राप्त गर्नको निमित्त नेपालमा त्यो बेलाको अवस्थामा भनेको जस्तो हामीले सेवाहरू बौद्ध विद्यालयहरू कलेजहरू हामीले प्राप्त गर्दै असम्भव र कति सिनियर गुरुज्यूहरू हुनुहुन्छ उहाँहरूको समयमा पनि हामीले कि त बुद्ध धर्म अध्ययन गर्नको लागि कि त हामी भारतमा जानुपर्थ्यो कि त हामी भोटतिर जानुपर्थ्यो यो हिजोको विगतको गुरुहरूको धेरै सङ्घर्षहरू कि त हामी भोटपट्टि जानुपर्छ कि त हामी भारतपट्टि जानुपर्थ्यो र बुद्ध दर्शनलाई बुझ्नको लागि नेपालमा धेरै असम्भवहरू विडम्बनाका साथ भन्नुपर्दा नेपाल बुद्ध जन्मेको देश होइन पनि तर बुद्धको शिक्षालाई हामीले नेपाली भूमिमै हामी बसेर नेपाली गुरुले त्यसलाई साँच्चीकै एउटा उच्च स्तरसम्म हामीले प्राप्त गर्नको लागि हामी अरूकै देशमा गएर हामीले अध्ययन गर्न हामी बाध्य थियौँ र आज मेरो जीवनमा र हाम्रो जुन जेनेरेसनले एउटा सौभाग्य हामीले प्राप्त गरेका छौँ कि हाम्रो जीवनमा कि हामीले नेपालमै जहाँ बुद्ध जन्मेको देश ती बुद्ध भूमिमा हामी नयाँ जेनेरेसनहरूले हामीले बुद्धको दर्शनलाई हामीले राम्रोसँग अध्ययन गर्ने हामीले स्थान पाइरहेको छ र त्यसरी नै मेरो जीवनमा पनि मैले यो प्राप्त गरेको थिएँ र हिजोको म विगतको दिनमा जब म कर्मलेसिरिङ गुम्बामा प्रवेश गरेँ र त्यो बेलामा श्री छुजिक रिम्पोछे गुरुसँग मेरो दर्शन भेट भए त्यो मेरो लागि जीवनको ठुलो परिवर्तनको समय थियो अरूले जेसुकै सोचे पनि तर मेरो आफ्नो व्यक्तित्वको लागि त्यो धेरै महत्त्वपूर्ण थियो जुन बेला म कर्मलेसिरिङ गुम्बामा प्रवेश गरेँ र छिजी गुरु रिम्पोछेसँग मैले दर्शन भेट गरिसकेपछि उहाँको सान्निध्यमा म रहेर यहाँको जुन नेम छ यो कलेजको यो बौद्ध विद्यालयको त्यसको नेममा शासनमा रहेर यसको आचरण व्यवहारमा सबै कुरा नेम पालना गरेर मैले आचार्य डिग्री पनि प्राप्त गरेँ र त्यसपछि मैले आजसम्म आइपुग्दा यो बौद्ध दर्शन सम्बन्धी मैले विद्याभारती प्राप्त गर्न पाउँदा मेरो श्रद्धेय धर्मगुरुप्रति म धेरै आभारी व्यक्त गर्न चाहन्छु र हाम्रो बौद्ध दर्शनमा गुरु बिना कुनै पनि काम हामीले त्यो अध्ययन र अभ्यास सफल हुन एकदम असम्भव रहन्छ र गुरु बिनाको कुनै पनि ज्ञान दीक्षा पनि सफल हुन असम्भव त्यसै कारणले गुरु पनि हामी सद्गुरुलाई प्राप्त गर्न सक्नुभयो भने साँच्चीकै सत्य गुरु र जुन एकदम विशुद्ध एउटा परम्परा गुरु परम्परा त्यो विशुद्ध गुरु परम्परालाई हामीले अपनाउन सक्यो भने साँच्चीकै हामीले यो जीवनमा हामीले आफ्नो जीवनलाई सार्थक तुल्याउन सकिन्छ त्यसै कारणले मैले जुन यो कर्मलेसिरिङ जुन बौद्ध विद्यालयमा प्रवेश गरेको दिनदेखि मेरो जीवनमा र मैले खोजेको पनि त्यो थियो कि मैले बचपनमा अथवा म कहिले कहिले गाउँघरमा बाजेहरूसँग म बुझाउन पनि जाने गरेको थिएँ त्यो बेला मैले
त्यो लामाको श्रेय पढ्दाखेरि यसको अर्थ बुझ्न पाए कति हुन्थ्यो होला भन्ने मलाई बच्चैदेखि नै मलाई यो एकदम चासो लाग्थ्यो। र जब मैले यो कर्णेल सिरिङ विद्यालयमा जुन बौद्ध विद्यालयमा मैले प्रवेश गरेपछि मैले त्यो चाहेको कुराहरू मैले सबै प्राप्त गरेँ र मैले आफूले एकदम त्यसलाई मेहनत गर्दै गर्दै गर्दा जो मैले आचार्य स्तरीय पनि आज म खिम्पु एउटा विद्या भारती प्राप्त गरेको छु। फेरि पनि यो जुन प्राप्त गरेको प्रति मेरो कल्याण मित्र श्री सुजय लामा पुजुजी कोशीज्यूप्रति फेरि पनि उहाँको पाउमा कोटी कोटी म वन्दना गर्न चाहन्छु। र त्यसै गरी यसमा म यहाँसम्म आइपुग्नु लागि मेरो परिवारजन, मेरो आफन्त नातागोता, मेरो सम्पूर्ण रिलेटिभ, मेरो कोही मेरो चेला चेली पनि हुन सक्छ, कोही मेरो दिदी बहिनी पनि हुन सक्छ, दाजुभाइ तथा सम्पूर्ण मेरो आफन्त नातागोताहरू र मलाई जन्म दिनुहुने मेरो आमा, मेरो पिता, मेरो बुवा, सम्पूर्ण मेरो परिवारप्रति पनि धेरै धेरै म धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै कारणले अघिको जुन कुराहरू जुन मैले हिजोको दिनमा हामी विगतको हाम्रो गुरुहरूले जुन यही डिग्री प्राप्त गर्नलाई कि त हामी भारतमा जानु पर्थ्यो कि त हामी भोटमा जानु पर्थ्यो, विडम्बनाका साथ भन्नुपर्दा हामी जुन नेपालमा बुद्ध जन्मेको देशबाट बुद्धको दर्शनलाई अध्ययन गर्नको निमित्त कि त हामी अर्कैको देशमा हामी जानु पर्थ्यो र त्यहाँ धेरै समस्याहरूसँग हामी झेल्नु परिन्थ्यो। र तर हाम्रो जेनेरेसनमा हाम्रो पालोसम्ममा आइपुग्दा हामीले त्यही शिक्षालाई हामीले नेपाली भूमिमा नै जहाँ बुद्ध जन्मेको देश त्यही ठाउँमा बसेर हामीले बुद्धको दर्शन सम्बन्धी हामीले यो विद्या भारती प्राप्त गर्न पाउँदा त्यसको अमूल्य, त्यसको मैले शब्दमै उच्चारण गर्न सक्दिनँ, त्यसको असंख्य एकदम म धन्यवाद र मलाई धेरै गौरवित भएको म महसुस गरेको छु। र त्यसै कारणले आज यहाँ सबैजना समय नभएको कारणले हाम्रो केही वर्षको कारणले पनि हाम्रो समय अलिकति 1 घण्टा हामीले फेरेको थियौँ, त्यसको लागि म क्षमा याचना चाहन्छु। र जुन मेरो यो कार्यक्रममा पाल्नुभएका यस आजको प्रमुख गुरु फेरि पनि म सम्पूर्ण सबैले म सम्बोधन गर्न चाहन्छु। मेरो गुरु श्री सुजय लामा पुजुजी कोशीज्यू र तामाङ समुदायकै अवतारी हाम्रो प्रसन्न रिम्पोछेज्यू र तामाङ हाम्रो खेन रिम्पोछे केसिनीमा तामाङ गुरुज्यू र हाम्रो भजेन्द्र सिल गुरुज्यू र हाम्रो यसै गुम्बाका बज्राचार्य हाम्रो गुरु कान्छा लामाज्यू र हाम्रो खेम्बुवादय गुरुज्यूहरू र विभिन्न गुम्बाबाट पाल्नुभएका सम्पूर्ण गुरुवर्गज्यूहरू, अनि भिक्षु भिक्षुनीज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका जुन हाम्रो यो निमन्त्रणलाई स्वीकारेर पाल्नुभएका तपाईँ सम्पूर्ण आमा दाजुभाइ तथा दिदीबहिनी गुरुवर्गज्यूहरू सम्पूर्णलाई हाम्रो यो कार्यक्रमलाई सफल बनाउने निमित्त तपाईँहरू पालिदिनु भयो, तपाईँहरू आइदिनु भयो, त्यसको लागि यो कार्यक्रम आयोजकको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट मुरी धन्यवाद टक्राउँदै यो कार्यक्रममा कुनै खोट अथवा कुनै गल्ती हुन गएछ भने तपाईँहरूमाझ माफी चाहँदै यो कार्यक्रमको जुन तर्फबाट म तपाईँहरूमाझ माफी चाहँदै र अहिलेको लागि मेरो यो जुन कृतज्ञता गुरुप्रतिको कृतज्ञता बनाइ र तपाईँ सम्पूर्ण अतिथिलाई सम्बोधनै यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। 제림가봐 캠보다 서촌에 까지 제진기 숭시 내가 조세네 제림가봐 민호촌에 카다 제가 보내주 धन्यवाद। आज यहाँ खिम्पु दाप्चङज्यूलाई उहाँले कृतज्ञताको भाषण गरिसकेको छ र अब पनि जानकारी आएको छ कि तामाङ संस्थाबाट उहाँलाई कुसुमथोकको मेडल अर्पण गर्ने छ हुनेछ। त्यसको लागि उहाँको आफन्तजनहरूलाई त्यो मेडलको कार्यक्रम मिलाइदिनु हुन हार्दिक अनुरोध चाहन्छु। र अब पनि हामी 5औं कार्यक्रमतिर बढिँदैछ। तामाङ संस्थाबाट उहाँलाई कुसुमथोकको मेडल अर्पण गर्ने कार्यक्रम रहेछ। त्यसको लागि म तामाङ संस्थाका आमाबाहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
अब हामी कार्यक्रमको अन्तिमतिर पुगिसकेको यहाँलाई थाहा भइसकेको छ र यो खाता अर्पण कार्यक्रम हाम्रो कार्यक्रमको अन्तिम कार्यक्रम हो र अब हामीसँग एउटा मात्र कार्यक्रम बाँकी रहेको छ। त्यो कार्यक्रम छ दिउँसोको भोजन गर्ने कार्यक्रम रहेको छ। त्यसैले यहाँ उपस्थित हुने सम्पूर्णले दिउँसोको भोजन यहाँ गरेर मात्र पालिदिनु हुन म र तर्मलिङ चिलिम परिवार र खेप्पो दर्शकज्यूको तर्फबाट र यस कार्यक्रमको संयोजक तर्फबाट हामी हार्दिक अनुरोध गर्न चाहन्छु। दिउँसोको भोजन गरेर मात्र गइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। र अन्तिममा भन्नुपर्दाखेरि आज यस समारोहलाई सफल पारिदिनको निम्ति आउनुभएको सम्पूर्ण अतिथि महानुभावहरू त्यसै गरी गुल्छे खेम्पो केसीज्यूहरूलाई फेरि पनि एकचोटि हामी धन्यवाद ज्ञापन गर्न चाहन्छु।